हेलो वेलकम एभ्रिवान। आजको चाहिँ म मर्निङ भ्लग बनाउन जाँदैछु है। मर्निङदेखि दिउँसोसम्म हुन्छ कि बेलुकासम्म हुन्छ त्यो त अब मेरो मोबाइलले भन्छ, किनभने मेरो मोबाइलको स्पेस फुल भएन भने। अनि स्पेसल आज चाहिँ मेरो बर्थडे हो। आज मेरो 40 इयर्सको बर्थडे हो। हेर्नु साथीहरू, हेर्दा हेर्दै बुढी भइयो 40 वर्ष। अब आजको बर्थडेको चाहिँ हाम्रो चाहिँ केही प्लान छैन। अब बच्चाको भएको भए चाहिँ एकदम एक्साइटेड हुन्थ्यौँ, के गर्ने होला, कहाँ जाने होला, के खाने होला भन्ने हुन्थ्यो होइन। अब आफ्नै बर्थडेमा त्यस्तो विधि त केही त छैन। अब हेरौँ के हुन्छ। अल्लाह, अब म कन्टिन्यू गर्दै गर्छु मेरो भ्लग, हेर्दै गर्नु होला। धन्यवाद। हाम्रो चाहिँ यहाँ अर्डरको सामानहरू पुरै यसरी मिलाउँदैछौँ है। अब यसरी बनाएर अनि भिडियो खिचेर पठाउनुपर्छ। यस्तो भद्रगोल हुन्छ सामान अर्डर आएपछि होइन, मिलाउनु पऱ्यो। अनि यहाँ चाहिँ यसरी सानो सानो प्याकेटहरू हामीले यसरी जोखेर बनाउँछौँ। हाम्रो चाहिँ सामानहरू हामीले चाहिँ यसरी पठाउने गर्छौँ है। अनि उहाँले चाहिँ 3000 को सामान अर्डर गर्नुभएको छ। अनि यसरी ब्यागमा मजाले प्याक गऱ्यौँ हामीले। अब हामी यो काम सकाएर खाना खान जान्छौँ। हेलो साथीहरू, म चाहिँ पसलमै छु। अर्डरहरू आयो। अर्डरहरू भन्दा पनि एउटा अर्डर आयो। अनि अर्डरहरू मिलाएर पठाइदिइसकेँ। अनि यहाँ चाहिँ आज मैले यसरी फोटो सुट गरिरहेको छु। अनि हेर्न सक्नुहुनेछ, यो इयरिस यसरी पनि क्युट अनि कस्तो राम्रो छ। यता पनि छ। अनि मैले कम्बोमा राखेको छु सामानहरू। अनि हजुरहरू मेरो टिकटक हेर्न चाहनुहुन्छ भने चाहिँ युवा महर्जन भनेर सर्च गर्नु, ठ्याक्कै आउँछ। वा युबिए युवा MAHARJAN महर्जन। अनि आजको भ्लग पनि खासै स्पेसल चाहिँ होइन, त्यही नर्मल। खाना पकायो, बाबुलाई स्कुल पठायो, पसलमा आयो, पसलको काम गर्यो, त्यही हो। अनि अब एक्लै हुन्छु, सबै भिडियो खिच्छु भने पाइँदैन। अनि अघि क्लिनिङहरू गर्न आउनुभएको थियो बहिनी एकजना, अब खिच्न सकेन। त्यही हो। अब घर जान्छु, खाना पकाउँछु, आफू पनि खान्छु, बच्चालाई र बुढालाई नि खुवाउँछु। त्यही हो डेली रुटिन। अब डेली भ्लगहरू भनेको यस्तै त हुन्छ नि होइन। सरप्राइज केक आयो है। मेरो हस्बेन्डले मलाई सरप्राइज केक ल्याइदिनु भयो। चेरी पनि छ। अनि म रिसाएपछि मात्र हो कि यस्तो ल्याइदिएको। यस्तो गिफ्ट दिने, त्यस्तो सरप्राइज दिने म दिमाग भएको मान्छे त होइन मेरो हस्बेन्ड। आज चाहिँ म रिसाएर अघि रिसाइरहेको थिएँ नि, त्यही भएर यो केक लिएर आएको। अब हामी केक कटिङ गरेको पनि भिडियो बनाउँछौँ है साथीहरू।